रोजगारी भएन। रोजगारी नभइसकेपछि आज पनि 1 वर्षमा 8 लाखभन्दा बढी युवाहरू अर्काको देश जान बाध्य छन्। अनि भयभरको युवाहरूलाई चाहिँ विदेश पठाउने, यहाँ रोजगारी नभइसकेपछि अब रोजगारीको अवसर नभयो भने त विदेशमा जे कुरा सजिलो हुन्छ त्यहाँको त्यो हिसाबले त्यहाँ मान्छे बस्न चाहन्छ। तर उनीहरू फेरि नेपाल आउनै नदिने नेपालमा कानुन बन्यो, किनकि उनीहरूलाई सदाका लागि विदेशी बनाउने। वंशजको नागरिकता पनि स्वतः खारेज हुने व्यवस्था आयो। त्यो व्यवस्थाले के समस्या पैदा गर्यो भने एक त अरबौं रुपैयाँ कमाए पनि तिनीहरू अब नेपाल आएर लगानी गर्न नपाउने भए, किनभने उनीहरूको नागरिकता विदेशी बनाइसकेपछि। अर्को एउटा सबभन्दा ठुलो समस्या के पैदा भयो भने राष्ट्रघात भयो। जसका पुर्खाले यो देश बनाएका हुने, जो चाहे तिब्बतसँग लडेर होस्, चाहे त्यो अङ्ग्रेजसँग लडेर होस्, चाहे मुगलसँग लडेर नेपाल भन्ने देश बनाइया हो नि त। आज तिनका सन्तानहरू चाहिँ विदेशी हुने अनि विदेशीहरूलाई चाहिँ सजिलै नेपालको नागरिकता दिने जो कानुनी प्रावधान भयो, यसले चाहिँ समस्या पैदा गर्यो। त्यही भएर वंशजको आधारमा नागरिकता प्राप्त गरेका मान्छेहरूको नागरिकता क्यान्सल गर्नु हुँदैन, किनभने वंशजको आधार भनेको ऊ सदाबहार मात्र होइन कि यो देश नेपाल जहिले बन्यो त्यहिलेदेखिको नेपाली हो, उनीहरूको हक हो यो देश। जसरी यो पछिल्लो पटक यो कदम चालियो, यसले चाहिँ सबभन्दा ठुलो समस्या पैदा गर्यो। यसमा एनआरएन नागरिकता दिने त भनियो, तर अधिकारविहीन नागरिकता आयो। अब एनआरएनको नागरिकतामा मताधिकार नहुने, केही नहुने, अधिकारै नहुने हो भने त्यो नागरिकताको के महत्त्व? अहिले त खास्टो जस्तो मात्रै भएको छ। त्यही भएर मैले यो दफा 84 को उपदफा 9 मा यसलाई चाहिँ संशोधन गरिनुपर्ने र यो वंशजका आधारमा प्राप्त गरेका नागरिकको नागरिकता जुनसुकै देशमा पछाडि उहाँ लगे पनि त्यो चाहिँ क्यान्सल हुनु भएन। यसले चाहिँ के गर्न थाल्यो भने वास्तविक नेपालीहरू जो छन् उनीहरू चाहिँ कम हुँदै जाने, जो हिजो हाम्रो देश नेपालका विरुद्धमा लडे तिनका सन्तान चाहिँ नागरिक बन्दै जाने र ठुलो समस्याको खाडल पैदा भयो। र अर्को एउटा यसले समस्या अर्को के पैदा गर्यो भने लगानी। अब आज तपाईँको विश्वका धेरै देशमा जानुहोस्, हाम्रा कयौँ युवाहरू अहिले मिलेनियरहरू छन्, उनीहरू नेपालमा आउँछन्, लगानी गर्न चाहन्छन्, तर नागरिकतै छैन। कानुनले नै उहाँको नागरिकता तपाईँको गैर नागरिक होइन, नेपाली होइन, विदेशी बनाइसक्यो। संसारका धेरै देश छन्, अस्ट्रेलियाको कुरा गर्नुहोस्, अमेरिकाको कुरा गर्नुहोस्, जापानको कुरा गर्नुहोस्, अन्य धेरै देशहरू छन्। ती देशहरूमा वंशजको आधारमा प्राप्त गरेका नागरिकताहरू चाहिँ क्यान्सल हुँदैनन्। हाम्रो देशमा पनि यो लागू गऱ्यौँ भने विश्वभरि रहेका एकपटकको नेपाली सधैँको नेपाली हुन्छ र फेरि विश्वभरि रहेका नेपालीहरू चाहिँ नेपाल आएर लगानी गर्ने वातावरण बन्छ र यसले देशलाई ठुलो टेवा दिन्छ। र अर्को चाहिँ उहाँहरूको नैसर्गिक मात्र होइन कि मौलिक हक नै हो, किनभने उनीहरूका पुर्खाले बनाएको देश हो, यो लडेर बनाएको देश हो। उनीहरू नै आज विदेशी बनाउने यो चाहिँ कानुनी प्रावधान छ, यो गलत छ। त्यो भए हुनाले मैले वंशजका आधारमा नागरिकता प्राप्त गरेका मान्छेहरूको नागरिकता चाहिँ क्यान्सल हुनु हुँदैन भन्ने चाहिँ प्रस्तावका रूपमा चाहिँ गरेको छु। मूलतः मैले 2वटा संशोधनका बुँदाहरू दर्ता गराएको छु। प्रस्तावनाको दफा 8 को उपदफा 22 को क मा खण्ड दफा 22 मा ख थप गर्ने भनेर भनेको छु। त्यसमा जन्मस्थान एकी नभएको र ओडाबाट सिफारिस नभएको आमा र बुबा दुवै नभएकाहरूले नागरिकता प्राप्त गर्न नसकेको विद्यमान स्थिति अन्त्य गर्नका लागि संविधानले दिएको अधिकार विधेयकमा समेट्नुपर्ने भनेर मैले नयाँ दफा थप गर्ने कुराको माग गरेको छु। यसको कारणमा थोरै म स्पष्टीकरण राख्न चाहन्छु। नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2081 मा मैले प्रस्ताव गरेका संशोधनहरू नेपालको संविधान 2072 र व्यवस्थित प्रणालीको आवश्यकतामा आधारित छ। यी संशोधनहरूले नागरिकताको पहुँच सुनिश्चित गर्न र विद्यमान समस्याहरू समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन्। प्रस्तावित संशोधन 1 दफा 8 को उपदफा 22 क मा उपदफा ख थप गर्नुपर्ने मेरो निम्न जिकिर छ। जन्मस्थान एकी नभएको र ओडाबाट सिफारिस नभएको आमा बुबा दुवै नभएकाहरूले नागरिकता प्राप्त गर्न नसकेको विद्यमान स्थिति अन्त्यका लागि संविधानले दिएको अधिकार विधेयकमा समेट्नुपर्ने। किनभने संविधानको भाग 2 को नागरिकता खण्ड धारा 10 को 1 ले कुनै पनि नेपाली नागरिकतालाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भनेर स्पष्ट रूपमा उल्लेख गरेको छ। प्रस्तावित यो संविधानले संविधान कार्यान्वयनमा ल्याउँछ र संवैधानिक अधिकारको प्रत्याभूति गराउँछ। हालको व्यवस्थामा जन्मस्थान प्रमाणित गर्न नसक्ने र ओडाबाट सिफारिस नपाउने अनाथ वा परिव्यक्त व्यक्तिहरू नागरिकताबाट वञ्चित छन्। बालमन्दिर वा अन्य संरक्षक संस्थामा हुर्केका व्यक्तिहरूले स्थानीय तहको सिफारिस प्राप्त गर्न कठिनाई भोगिरहेका छन्। यो संशोधनले त्यस्ता व्यक्तिहरूलाई वैकल्पिक प्रमाणको आधारमा नागरिकता प्रमाण गर्ने ढोका समेत खोल्दछ।
अर्को कुरा सभापति महोदय, संयुक्त राष्ट्र सङ्घको मानवाधिकार घोषणापत्रको धारा 15ले प्रत्येक व्यक्तिको नागरिकता प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ। नागरिकता नहुँदा शिक्षा, रोजगारी, स्वास्थ्य र पहिचानको अधिकारबाट व्यक्ति वञ्चित हुन्छ। नेपालमा जन्मस्थान र अभिभावकको अभावमा नागरिकबाट वञ्चित व्यक्तिहरूको समस्या समाधान गर्न यो संशोधनले राज्यविहीनताको जोखिमलाई न्यूनीकरण गर्छ। नागरिकता नहुँदा व्यक्तिको सामाजिक, आर्थिक र राजनीतिक जीवनमा ठूलो असर पर्छ। विशेष गरी अनाथ व्यक्तिहरू प्राय समाजको कमजोर वर्गमा पर्छन् र यो समस्याबाट पीडित छन्। यो संशोधनले उनीहरूलाई राज्यको मूल प्रभावबाट समेट्छ र संविधानको धारा 18ले प्रत्याभूत गरेको समानताको हक समेत कानुन गर्छ भन्ने मैले विश्वास लिएको छु। प्रस्तावित संशोधनको दफा 2 को उपदफा 2 मा दफा 3 थप्ने मेरो प्रस्ताव छ। जन्म दर्ताका क्रममा राष्ट्रिय परिचय पत्र नम्बर आउने हालको व्यवस्थालाई आधार मानी स्थानीय तहहरूले आफ्नो ओडाबाट जन्म दर्ता लिएका नागरिकको उमेर पुगेपछि नागरिकता बनाउने बेला भएको जानकारी दिँदै नागरिकता र राष्ट्रिय परिचय पत्र प्राप्तका लागि आफ्नै सक्रियतामा सहजीकरण गर्ने व्यवस्था भनेर थप गर्ने भनेको छु। यो मैले किन भनेको भने ओडा कार्यालयहरूले अहिले नागरिकता बनाइदिने कुरा चाहिँ यो अलग्गै प्रशासनको या अर्को कुनै निकायको काम हो भन्ने जस्तो पथ व्यवहार गर्दछन्। सबैलाई त्यसो नबनौला, त्यो फेरि न्यायसम्मत नहोला। अधिकांश बहुसङ्ख्यकको कुरा के छ भने नागरिकता बनाउने काम चाहिँ कि त्यो व्यक्तिको हो कि त्यो चाहिँ नि कुनै तालुकदार निकायको हो भन्ने जस्तो चाहिँ बुझाइ र व्यवहार छ। त्यसलाई अन्त्य गर्नका लागि या मैले यो व्यवस्था गरिनुपर्छ भनेको छु र यसलाई थप व्याख्या गर्न चाहन्छु। नागरिकता विहीन व्यक्ति संविधानको भाग बमोजिमका मौलिक हक प्रयोग गर्नबाट वञ्चित हुनुपर्ने अवस्था आउन सक्छ। नागरिकता नागरिकको पहिचान र राज्यसँगको सम्बन्धको आधारभूत कडी हो। हाल नागरिकता प्राप्तिको प्रक्रिया व्यक्तिको पहलमा मात्र निर्भर छ, जसले गर्दा ग्रामीण र सूचना नपुगेका क्षेत्रमा नागरिकहरू वञ्चित छन्। स्थानीय तहहरूले जन्म दर्ता भएका व्यक्तिहरूलाई नागरिकता प्राप्तिको समयबारे जानकारी दिने, सहजीकरण गर्ने सक्रिय भूमिका निर्वाह हुन सकिरहेको छैन। यो संशोधनले स्थानीय तहलाई त्यो दायित्व प्रदान गर्दछ। त्यसो गर्दा अहिले सिफारिस गर्नुपर्ने आधारभूत तह चाहिँ पन्छने, यो पुगेन, त्यो पुगेन, मुचुल्का पुगेन। कैयन ठाउँमा त उसको पारिवारिक सामाजिक अन्तर्विरोध पनि समेत रिफ्लेक्ट हुने गरेको छ आग्रह पूर्वाग्रहका आधारमा। त्यसो गर्दा नागरिकता दिने दायित्व चाहिँ सिफारिस गर्ने आधारभूत तहको पनि महत्त्वपूर्ण कार्य हो भनेरलाई स्थापित गरिनुपर्छ भन्ने कुरामा मेरो अलि जोड दिएर कुरा छ। त्यसैले स्थानीय तहहरूले जन्म दर्ता भएका व्यक्तिहरूलाई नागरिकता प्राप्तिको समयबारे जानकारी दिने, सहजीकरण गर्ने सक्रिय भूमिका निर्वाह हुन सकिरहेको छैन, त्यसलाई गर्ने र यो संशोधनले त्यसलाई स्थानीय तहलाई त्यो दायित्व प्रदान गर्दछ। स्थानीय तहले सक्रिय सहजीकरण गर्दा यस्ता व्यक्तिहरूले समयमै नागरिकता र परिचय पत्र प्राप्त गर्न सक्छन्। यो संशोधनले राज्यको उत्तरदायित्व बढाउँछ र नागरिक मैत्री प्रशासनको आधार समेत तयार पार्दछ। वर्तमानमा जन्म दर्तासँगै राष्ट्रिय परिचय पत्र नम्बर प्रदान गर्ने प्रणाली लागू भइसकेको छ। यो डिजिटल डाटालाई नागरिकता प्रदान गर्ने प्रक्रियासँग जोड्ने व्यवस्थित संयन्त्रको अभाव छ। यो संशोधनले स्थानीय तहलाई जन्म दर्ताको अभिलेख प्रयोग गरी नागरिकता प्राप्तिको समय आएका व्यक्तिलाई सूचित र सहजीकरण गर्ने जिम्मेवारी समेत प्रदान गर्दछ। संशोधनले विद्यमान प्रणालीमा रहेका जटिलता, अस्पष्टता हटाई नागरिकता प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित र पहुँचयोग्य बनाउँछ। अनाथ र सूचनाको पहुँच नभएका व्यक्तिलाई नागरिकताको अधिकार सुनिश्चित गरी सामाजिक समावेशिता कायम गर्दछ। मैले प्रस्ताव गरेका यी संशोधनहरू नागरिकताको पहुँच सुनिश्चित गर्ने, संवैधानिक अधिकारको रक्षा गर्न र प्रणालीगत सुधारका लागि समेत अपरिहार्य छन् भन्ने मेरो बुझाइ छ। नेपालको संविधान 2072ले प्रत्येक नागरिकलाई पहिचानको हक दिएको छ। यी संशोधनले जन्मस्थान र अभिभावकविहीन व्यक्तिको समस्या समाधान गर्छ र स्थानीय तहको सक्रियतामा नागरिकता प्राप्तिलाई सहज बनाउँछ। तसर्थ यो संशोधन विधेयकमा समावेश गर्नु आवश्यक छ। संशोधन स्वीकार गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु। माननीय सभापतिज्यू, मैले अघिल्लो पटक नै राज्य व्यवस्था समितिकै बैठकमा भनेको थिएँ र अहिले फेरि एकपटक नवीकरण गर्न चाहन्छु त्यो धारणालाई। हामीले अहिले त आफ्ना कुराहरू राख्यौँ, समितिले हाम्रा कुराहरू गम्भीरतापूर्वक सुनेको छ। दफावार छलफलमा हाम्रा कुराहरू स्वीकार हुन्छन् कि हुँदैनन्, स्वीकार भए कसरी कहाँ समेटिएका हुन्छन्, स्वीकार गरेन या विधेयकको अङ्ग बनेन भने के कति कारणले विधेयकको अङ्ग बन्न नसक्ने हुन्, यस्ता सूचनाहरू हामी संशोधनकर्ताहरूले प्राप्त गर्न सक्दैनौँ र फलतः यी छलफलहरू कर्मकाण्डीमा सीमित हुने जोखिम बढ्छन्। म माननीय सभापतिज्यूलाई के आग्रह गर्न चाहन्छु भने के कति कारणले विधेयकका अङ्ग बन्न नसक्ने हो त्यसको प्रष्टीकरण संशोधनकर्ताहरूलाई दिनु चाहिँ समितिको महत्त्वपूर्ण कार्यभार र जिम्मेदारी हो। त्यसैले धेरै गर्न नसके पनि हाम्रा इमेल एड्रेसहरू समितिले लियोस्
र के भएको दफावार छलफलमा गरेका गतिविधिहरूको काम कारबाहीहरूको इमेल मार्फत हामीलाई सूचना दिने व्यवस्था गरियोस् भनेर जोड दिएर राख्न चाहन्छु। र छिटोभन्दा छिटो उठेका विषयहरूलाई विधेयकका अङ्गहरू बनाएर यो समितिले पूर्ण हाउसमा ल्याएर यसलाई कानुनका रूपमा कार्यान्वयनमा लैजाने शुभेच्छाका साथ शुभकामनाका साथ आफ्नो भन्ने अन्त्य गर्छु। लाल सलाम। प्रस्तावनाको 3 दफाको 3 उपदफा 2 मा उपदफा मा लेखिएकोमा मैले यो उपदफा 5 को क मा पछि देखाएको 5 ख थप्ने र त्यसमा पछिको क्रम संख्या मिलाउने भनेर प्रस्तावना संशोधन राखेको छु। 5 ख मा नेपाल नागरिकता ऐन 2063 को दफा 5 को उपदफा 2 बमोजिमको सम्पूर्ण प्रक्रिया पूरा गरी नागरिकता प्राप्त गर्ने पेश गरेको निवेदन उप 15 दिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निर्णय गर्नुपर्ने भनेर संशोधन राखेको छु। यसको कारण चाहिँ हाल नेपाली आमा र विदेशी बुबाको सन्तानलाई अङ्गीकृत नागरिकता प्रदान गर्दा सबै फाइल गृह मन्त्रालय आउने लामो समय लाग्ने 5-5 वर्षसम्म निर्णय नहुने गृह मन्त्रालयको समेत कार्यबोझ बढ्ने र नागरिकता लिन काठमाडौँ नै धाउनुपर्ने शास्ति खेप्नुपर्ने स्थिति सृजना भएको जसको उदाहरण पनि मैले एउटा राखेको छु। अर्जुन शाह नामक एकजना नागरिक धनुषाको जसको नागरिकता 2073 सालमा त्यसको निवेदन दिएको तर अहिलेसम्म गृह मन्त्रालयमै फाइल अड्किएको छ। अब त्यो व्यक्तिको करियर उसको अगाडिको शिक्षा दीक्षा धेरै कुरामा त्यो असर पर्ने भएकोले यसलाई अब हामी डिसेन्ट्रलाइजेसनमा गइसकेपछि सर्टेन अख्तियारी डिसेन्ट्रलाइज गरेर यसलाई अझै सहज गर्न सकिन्छ र यस्तो गर्दा गृह मन्त्रालयकै आफ्नो कार्यबोझ घट्ने। यसरी नै दफा 2 को उपदफा 2 मा उपदफा 5 पछिको देखाएको उपदफामा केही संशोधन राखेको छु जस अन्तर्गत 5 क कुनै व्यक्तिको जन्म दर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्रमा बुबाको नाम उल्लेख भए तापनि निजको बाबुको अन्य पहिचान नखुलेको र हाल सम्पर्कमा नरहेको त्यस्तो व्यक्तिको बाबुको पहिचान नभएको मानिने छ र निजले उपदफा 5 बमोजिम वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने छ भनेर संशोधन प्रस्ताव राखेको छु। यसको कारण यसको मेरो प्रस्तावनाको व्याख्या गर्दै गर्दा CEDAW को धारा 9(2) ले राज्य पक्षहरूले आफ्ना सन्तानको नागरिकता सम्बन्धी विषयमा महिलालाई पुरुषसँग समान अधिकार प्रदान गर्नुपर्छ भन्ने व्यवस्था समेत उल्लेख छ। State parties shall grant women equal rights with men with respect to nationality and their children भनेर यसको नेपाल पक्ष यसको इन्टरनेसनल ट्रिटी साइन गरेका छौँ हामीले र यसको पक्ष राष्ट्र हौँ हामी। यता इन्टरनेसनल ट्रिटी साइन गर्ने पक्ष राष्ट्र हुने तर त्यस्तो हामीले विधेयकहरूमा चाहिँ त्यस्तो प्र्याक्टिस नगर्दा हामी आफै इक्वल प्र्याक्टिस गरिरहेको छैनौँ कि भन्ने हुन्छ। नेपाल पक्ष राष्ट्र भएका कारण यो व्यवस्था नेपालमा पनि लागू हुन्छ। आमाको नामबाट नेपाली नागरिकता प्रदान गरिन सक्ने हुँदा बुबा भएको नभएको सरोकारको विषय नहुने र मातृत्वको आधारमा नागरिकता दिन उचित हुने हुँदा सो घोषणा शब्द हटाउन पर्ने एकल महिलालाई समाजमा बाँच्दा निकै धेरै हिंसा भोग्नुपर्ने हुन्छ। तसर्थ सो घोषणा गर्नुपर्ने जस्तो प्रावधान राख्दा महिलामाथि थप पीडा हुनेछ। उसले घोषणा गर्नु पर्दाखेरि त्यसको पीडा हुन्छ। अर्को 3 को 2 को खण्ड 5 मा नेपालको नागरिकता आमालाई विदेशमा जन्म भई नेपालमा बसोबास गरेको भन्ने सन्दर्भमा मैले संशोधनमा नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ भनेर यसमा फेरि CEDAW को धारा 9 को 2 अनुसार नै राज्य पक्षहरूले आफ्ना सन्तानको नागरिकता सम्बन्धी विषयमा महिलालाई पुरुषसँग समान अधिकार दिनुपर्छ भन्ने सन्दर्भ यहाँ पनि लागू हुन्छ। त्यसरी नै 7 मा राखेको छु एउटा व्यवस्था हटाउनु पर्ने भन्ने। त्यसमा मूल ऐनको दफा 21 मा संशोधन राखेको छौँ। मूल ऐनको दफा 21 को उपदफा 3 क मा रहेको खण्ड ग भन्ने शब्दहरूपछि वा दफा 5 को उपदफा 5 क वा दफा 5 को उपदफा 5 ख भन्ने शब्दहरू थपिएका छन्। यो व्यवस्था हटाउनु पर्ने भनेर मैले संशोधन प्रस्ताव गरेको छु। यसको कारण अगाडि नै यो व्यवस्था हटाउने हुँदा यो थप
राख्न नमिल्ने। मानव अधिकारको विश्वव्यापी घोषणापत्र 1948 को धारा 15 को 1 ले प्रत्येक व्यक्तिलाई राष्ट्रियताको अधिकार हुनेछ भनी मान्यता दिएको छ र कसैलाई पनि त्यस्तो अधिकार हनन गर्ने स्वेच्छाकारी अधिकार नरहेको स्पष्ट गरेको छ। हामीले पनि त्यो मान्नुपर्ने अवस्थामा त्यसैले आमाले गरेको झुटा सो घोषणाको आधारमा नागरिकता रद्द गरेमा त्यस व्यक्तिले नागरिकता पाउने हक वञ्चित हुन्छ। यसको वैकल्पिक उपाय बारे छलफल गरियोस् भनेर मैले यो संशोधन प्रस्तावहरू राखेको छु। मलाई चाहिँ यो संविधानमै थोरै अझै केही यो संविधान परिमार्जनको कुरा पनि आइरहेछ, संविधान संशोधनको कुरा पनि आइरहेछ। यही सिलसिलामा गृहमन्त्रीज्यू मन्त्रीज्यूहरू पनि यही हुँदा यो संविधानमै बुवा या आमा भन्ने कुरा जो छ यो प्रावधानलाई अझ सच्याउनुपर्छ। हामी भोलि त्यहाँ जाँदा संविधानलाई संशोधन गर्दा आमा वा बुवा भन्ने शब्द चाहिँ हामीले राखिनुपर्छ भन्ने कुरा म राख्न चाहन्छु। किनभने अहिलेसम्म हामी सबैलाई के थाहा छ र हामी व्यवहारिक रूपमा के बुझिराखेका छौँ भन्दा अहिलेसम्म बेपत्ता हुने, थाहा नपाइने अथवा को के हो भन्ने समस्या चाहिँ बुवाको छ। आमाको कता कति एकाध भए पनि बुवाको त्यो समस्या चाहिँ पैदा भइराखेको छ। त्यसले गर्दाखेरि आमा त्यति हराउने, बेपत्ता हुने स्थिति हुँदैन। त्यसकारण आमालाई प्राथमिकता दिएर संविधानमा लेखिनुपर्छ र आमा वा बुवा अथवा आमा पछि चाहिँ बुवा भए पनि ठिक छ नभए पनि ठिक छ भन्ने टाइपको सङ्केत हुँदा पनि बिग्रिँदैन जस्तो लाग्छ त्यो लेखिँदाखेरि, कानुन बनाउँदाखेरि। त्यसकारण आमा या बुवा भन्ने कुरा राखिनुपर्छ र यसले नै हामीले बुझेअनुसार आमा चाहिँ सत्य हो, बुवा विश्वास हो भन्ने कुरा पनि एउटा उल्लेखित छ हैन, नेपालीले त्यो कुरा पनि भन्ने गरिन्छ। त्यसकारण आमालाई पहिलो प्राथमिकता दिएर नै नागरिकता को चाहिँ कानुन बनाउँदा अथवा संविधानलाई संशोधन गर्दा त्यो कुरालाई प्राथमिकता दिनुपर्छ भन्ने कुरा म पहिलो कुरा राख्न चाहन्छु। अहिले हिजोभन्दा यो चाहिँ केही परिमार्जित भएर यसलाई चाहिँ सच्याइएर अगाडि बढेको यो विधेयक त आएको छ, तर पनि केही कुराहरू अझै यहाँ सच्याउनु पर्ने छ भन्ने मलाई लाग्छ। जो अनुसार मैले दफा 3 को उपदफा 2 को देहाय बमोजिमको उपदफा 3 क र 3 ख पछि केही बुदा थप्न पर्छ भन्ने छ। नेपाली नागरिक आमाबाट जन्मेका सन्तान बाबु बेपत्ता भएका अवस्थामा पत्ता नलागेसम्म आमाको नामबाट वंशजको नाताले नागरिकता मानिनेछ। जस्तै अहिले के समस्याहरू पनि देखा परिरहेछ भने जस्तै त्यो बालबालिकाहरूलाई चाहिँ राखिएको छ अनाथलयहरूमा, त्यस्तोहरूमा भएका बच्चाहरूको चाहिँ नागरिकता बनाउँदा बुवा पनि आमा पनि नहुँदा त्यो नै अभिभावक बनेको स्थिति पनि छ। के अरे त्यो जो अनाथालय छ त्यो अभिभावक बनेर नागरिकता बनेको त छ, नबने होइन, तर त्यसले केही समस्या पैदा गरेको छ। जस्तै अनाथालय अभिभावक अथवा आमा बाउ नै नभएका भन्दा उनीहरूले नागरिकता पाउने उमेरसम्म जाँदा मनोवैज्ञानिक रूपमा कतै न कतै ती बच्चाहरूलाई चाहिँ केही न केही चाहिँ समस्या पैदा भएको देखिन्छ। त्यसकारण यो समस्याको हल गर्ने केही अरू कानुन अथवा कसरी लिन सकिन्छ, अरूको ठ्याक्कै आमा बाउ नै नहुँदा फेरि को हुने, जस्तै काका बाउ यताउति पनि नहुने खालको स्थितिमा अनाथालय नै अभिभावक त हुने भयो। तर त्यसले मनोवैज्ञानिक रूपमा बच्चालाई पारिराखेको असरलाई हामीले अथवा कानुनबाट कसरी लिन सक्छौँ भन्ने कुराको बहस एउटा गर्नुपर्छ भन्ने लाग्छ मलाई। त्यसकारण यो आमाको नामबाट दिने कुरालाई प्राथमिकता दिने बित्तिकै यो समस्या चाहिँ यो मैले चाहिँ संशोधन गर्न राखेको बुदाको हल हुन्छ भन्ने म राख्न चाहन्छु। अर्को खमा नेपाली नागरिक आमा बाउबाट रोजगारीको सिलसिलामा विदेशमा रहँदा जन्मेका सन्तानको हकमा निसन्तानको उमेर पुगेपछि वंशजको नाताले नेपालको नागरिक नरहेको वा अरू कुनै कारणले नेपाली नागरिकता प्राप्त गर्न योग्य व्यक्तिको शनाखत गर्न 3 पुस्ताभित्रको व्यक्ति उपस्थित हुन वा गराउन नसकिएमा वा शनाखत गर्नुपर्ने व्यक्तिले शनाखत गर्न इन्कार गरेमा सम्बन्धित स्थानीय तहको प्रमुख वा वडा प्रमुखको शनाखतमा त्यस्ता व्यक्तिहरूलाई नागरिकता प्रदान गर्न सकिने कुरालाई चाहिँ जोड दिनुपर्छ भने जस्तै यो केही केसहरू आएका छन्। तल स्थानीय रूपमा चाहिँ कोही अब विदेशबाट जन्मियो, आमा गएर त्यहाँ बच्चा जन्मियो, त्यसपछि यता आइसकेपछि अथवा बाटोमा जन्मिएका यस्तो बच्चाहरू जो छन् त्यो शनाखत हुन नसकिसके पछाडि ती बच्चाहरूले चाहिँ नागरिकता नपाउने अवस्थामा, शनाखत हुन नसक्ने अवस्थामा गाउँले पनि चिन्दैनन् भन्ने हुन्छ। जस्तै त्यो चाहिँ सरजिमेन गर्ने आदि इत्यादिमा त्यो उपस्थित हुन खालको स्थिति। त्यस पछाडि वडा अध्यक्षले अलि डिटेल त्यहाँ बुझेर अलि हेरेर त्यो अधिकार वडा अध्यक्षलाई दिएर उसले सिफारिस गर्न पाउने गरी हामीले कानुन बनायौँ भने अलि सहज हुन्छ भन्ने लाग्छ।
त्यस्तो आदेशबाट पढ्न गएको मर्का हेरी त्यस्तो आदेश दिने अधिकारीलाई दण्ड सजाएर पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ। यहाँ माथि चाहिँ 5 मा दफामा के लेखेको छ भने यो चाहिँ के अरे विधेयकमा कुनै कर्मचारीले त्यहाँ चाहिँ कमजोरी गरेको ठहरिएमा उसलाई चाहिँ पछि के अरे गृह मन्त्रालयको सचिवलाई निवेदन दिन सक्ने भन्ने टाइपको जो यहाँ लेखिएको छ। यो कुरा एउटा चाहिँ अगाडि पनि मान्यज्यूले राख्नुभयो। अब एउटा चाहिँ दुर्गम ठाउँको जिल्लाको हुम्लाको एकजनाले उसलाई चाहिँ आफूलाई अन्याय परेको त महसुस गर्यो, आएर गृह मन्त्रालयको सचिवलाई दिन सक्ने स्थिति त बन्दैन। त्यसले गर्दाखेरि हामीले जति सक्यो तल उसलाई सहज हुने खालले प्रदेशमा अथवा जिल्लामा कहाँ हुन्छ यसलाई जोडेर तल चाहिँ निवेदन दिएर उसले आफूले न्याय पाउने गरी जाने एउटा बुदा त्यहाँ थपिनुपर्छ, त्यहाँ लेखिनुपर्छ। र जसले कमजोरी गर्यो त्यहाँ कमजोरी एउटा कमजोरी भनेको नागरिकता दिने क्रममा कर्मचारीले जे गरेको कमजोरी छ उसले पाएको जो अन्यायमा पर्यो उसले क्षतिपूर्ति पाउने गरी उसले न्याय चाहिँ कसरी पाउँछ भन्ने कुरालाई ध्यान दिएर हामीले त्यो नागरिकता राहदानी दिनको निम्ति उसले चाहिँ जे गरेको छ गल्ती त्यो गल्तीको सजाय जति हुन्छ उसले महसुस गर्ने गरी दिनुपर्छ भन्ने बुदा राखिनुपर्छ भन्ने छ। मेरो अर्को अन्तिम बुदा भनेको बाबु आमा दुवै नेपाली भएको तथा अन्तर्जातीय विवाहबाट जन्मेका बच्चाले नागरिकता लिँदा आमा बाबु दुवैको थर राख्न चाहेमा दुवैको नाम थर राख्न पाउने व्यवस्था गरिनुपर्छ। यो केही समस्याहरू देखा परेका छन्, कुरा उठेका छन् तल फिल्डमा हामी जाँदाखेरि। अन्तर्जातीय विवाह गरिराखेका छन्, हामीले यो पछिल्लो चरण हामीले देखिराखेका छौँ कि विगत 20-30 वर्षदेखि यता चाहिँ अन्तर्जातीय विवाहहरू भएका छन्। तर त्यो अन्तर्जातीय विवाह भएको बच्चाले चाहिँ बुवा आमाको नाम राख्न पर्ने, एउटाको मात्र राख्ने, पछाडि बुवाको मात्र राख्ने, आमाको नराख्ने टाइपको चाहिँ नलेखिदिने, त्यो चाहिँ मलाई प्रावधानै त्यस्तो गर्नुपर्छ भनेर इङ्गित गरेको छ जस्तो लाग्दैन। तर व्यवहारिक रूपमा जाँदाखेरि त्यहाँ दिने सिडिओ कर्मचारीले दिँदाखेरि त्यो लेख दिइराखेको स्थिति छैन। त्यसकारण उसले चाहन्छ भने आमाको पनि थर राख्न पाउने, बुवाको पनि राख्न पाउने गरी व्यवस्था गरिनुपर्छ भन्ने मैले यही संशोधन राखेको छु। यी संशोधनका बुदाहरू यो सम्मानित अहिले नागरिकता सम्बन्धी ऐनहरू धेरै बनेका छन्। आमाको नामबाट नागरिकता बनाउन पाइने पनि नियम हामीले बनाएका छौँ। तर धेरै ठाउँमा यो कार्यान्वयनमा धेरै जटिलता देखिएको छ। मैले भर्खरै पनि हाम्रो तितो अनुभव छ। हाम्रो एकजना माननीय सांसदको छोरी जसको चाहिँ पिता हुनुहुन्न थियो, उहाँलाई नागरिकता बनाउन जाँदा पनि स्वयं सांसद आफै उपस्थित हुँदा पनि नागरिकता बनाउने ठाउँबाट पिताको चाहिँ सबै कुरो माग्ने, त्यस्तो किसिमको एउटा मानसिक टर्चरहरू गरेको हुँदा यो हाम्रो काठमाडौँमा भएको ठाउँमा त यस्ता घटनाहरू घट्छन् भने दूर दराजमा के होला, यो यस्तो अत्यन्तै भयावह जस्तो देखिन्छ। हामीले कार्यान्वयनमा ध्यान पुर्याउन जरुरी छ भन्ने मलाई लागेको छ। यो समस्याले गर्दाखेरि जति हामीले नियम कानुन बनाए पनि कार्यान्वयनमा चाहिँ यसको जटिलताले गर्दाखेरि मान्छेको मानसिक स्थिति पनि अलिकति अलमलिने बिग्रिने जस्तो देखिएको छ। धेरै महिलाहरूले दुःख पाइरहेको स्थितिमा चाहिँ हामीले यो समाजले भोगिरहेको कुरा म यहाँ यस सम्मानित समितिमा व्यक्त गर्न चाहन्छु। सभापतिज्यू, हामीले धेरैवटा दफा राखेको सामूहिक रूपमा हामीले चाहिँ मैना कार्की, म र कुसुम थापाज्यूले राखेको 2टा संशोधन छ। यसमा धेरै कुराहरू मैना कार्कीजीले पनि भनिसक्नु भएको छ। म दफा 5 को दफा 18 को निवेदन दिन सक्ने को कमा यस ऐनमा अन्यथा लेखेकोमा बाहेक कुनै अधिकारीले ऐन बमोजिम दिएको आदेश वा गरेको निर्णयबाट मर्का पर्ने व्यक्तिले यस्तो आदेश भएको मितिले 35 दिनभित्र गृह मन्त्रालयको सचिव समक्ष निवेदन दिन सकिनेछ भन्ने लेखेकोमा मन्त्रालयको सचिव भन्दा पनि हामीले चाहिँ यो साधन स्रोत समय सबै कुरा हेर्दाखेरि यो व्यवहारिक कुरा पनि हामीले गर्नुपर्छ भन्ने हामीलाई लागेर मन्त्रालयको सचिव पछि प्रदेशको अथवा गृह प्रशासनको आन्तरिक मन्त्रालयको सचिव भन्ने अथवा जिल्ला भन्ने केही कुरा थप गर्न सक्यो भने यसले चाहिँ समय आउन सक्ने वातावरण, पैसा, खर्च सबै कुरो सहजता हुन्छ। त्यसकारणले यो गृह मन्त्रालयको सचिव भन्ने चाहिँ नराखौँ, त्यसपछि त्यसमा चाहिँ आन्तरिक मन्त्रालय प्रदेशको सचिव भन्ने वाक्यांश थप गरौँ अथवा जिल्लामा यस्तो कुनै व्यवस्था गरौँ कि भन्ने मलाई लागेको हुँदा मैले एउटा चाहिँ संशोधन यसरी राखेको छु। अर्को चाहिँ के भने नेपालको यो
दफा 3 को उपदफा 2 र 5 को खमा चाहिँ नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको विदेशीको नागरिकता वा राजधानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिएको सो घोषणा गरेको अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने छ भन्ने ठाउँमा आमाको नामबाट वंशजको नागरिकता प्राप्त गर्ने व्यवस्था गर्दा त्यसले चाहिँ अलि राम्रो हुन्छ, त्यसले चाहिँ अलिकति सहज हुन्छ भन्ने लाग्छ। यो विषयमा चाहिँ यो समितिले चाहिँ ध्यान दियोस्, हाम्रो संशोधनलाई चाहिँ समितिले सम्बोधन गरोस्। हामीले त्यो जनताको तल्लो तहबाट आएका सुझावहरू र यो सहजता हुन्छ भन्ने कुरालाई मनन गरेर हामीले आफ्नो संशोधन राखेका छौँ। यो कुराहरूलाई चाहिँ यो समितिले विशेष ध्यानपूर्वक हेरोस् भन्दै म आफ्नो कुरा टुङ्ग्याउँछु। धन्यवाद। जय नेपाल। मैले हिजो पनि मूल विषयका बारेमा निवेदन गरेको थिएँ। आज थप संशोधनकर्ता मान्य सदस्यहरू उपस्थित हुनुभएको हुनाले म बडो सारांशमा यो विधेयकको औचित्य, आवश्यकता र यसका विशेषताको बारेमा थोरै निवेदन गर्न चाहन्छु। मैले हिजो पनि निवेदन गरेको थिएँ, म गृह मन्त्रालयको जिम्मेवारीमा, मन्त्रीको जिम्मेवारीमा आइसकेपछि मैले देखेका तमाम विषयहरूमध्ये यो नागरिकताको विषयलाई मैले अत्यन्त गम्भीरतापूर्वक यसकारण लिनु पर्यो कि धेरै पीडाहरू मैले देखेँ। जस्तो उदाहरणका लागि अघि नै साथीहरूले भनिसक्नु भएको छ, खास गरेर 2-3वटा विषयमा। पहिलो विषय, आमा र बाबा दुईटैको चाहिँ त नागरिकताका आधारमा नागरिकता दिने भन्ने हाम्रो संविधानको मूल स्पिरिट छ। आमा वा बाबा नभनिकन आमा र बाबा भन्ने खालको देखिन्छ। अब आमाका नामबाट पनि नागरिकता दिने भनेर त भनेका छौँ, तर बाबाको नागरिकता छ र सन्तानको नागरिकता लिन गयो भने कसैको केही खोजी हुँदैन, सडासुर दिइन्छ। आमाको नागरिकताको आधारमा सन्तानले नागरिकता प्राप्त गर्न गयो भने त्यहाँ विभिन्न खालका चाहिँ त खोजीहरू, बाबा कहाँ हुनुहुन्छ, नाम के हो, किन आउनु भएन भन्ने खालका कुराहरू र असहज परिस्थिति भयो। यसले स्थिति के भयो भने कसैको बाबाको पत्ता भएन अथवा नेपाली महिलासँग वैवाहिक सम्बन्ध कायम गरेर विदेशी पुरुष बस्नुभयो, केही दिनपछि विदेश फर्किनुभयो, मृत्यु भयो, बेपत्ता भयो, अथवा सन्तानलाई नागरिकता दिन सहयोग गर्नु भएन भने त्यस्तो सन्तानले नागरिकताबाट वञ्चित भएर कतिपयको अध्ययन अध्यापन नै अवरुद्ध भएको, कतिपयको चाहिँ त बाह्य भ्रमणहरू अवरुद्ध भएको र अत्यन्त ज्यादा पीडाको स्थिति भएको हुनाले आमाको नामबाट पनि नागरिकता प्राप्त गर्ने विषयलाई सरलीकृत गर्न सकियोस् भन्ने मुख्य एउटा उद्देश्य हो। आमाको नामबाट नागरिकता प्राप्त गर्ने कुरामा बाबाले सहयोग नगर्दा अथवा बाबा बेपत्ता हुँदा अथवा पत्ता नलागेको हुँदा या फर्केर अर्को मुलुक गइदिँदा त्यसलाई सरलीकृत गर्ने हो। नेपाली महिलाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेको सन्तानलाई सरल ढङ्गले नागरिकता प्रदान गर्ने एउटा विषय हो। अर्को विषय जन्मसिद्ध। अहिले हाम्रो संविधानमा जन्मसिद्ध नागरिकताको व्यवस्था छैन। बीचमा हामीले जन्मका आधारमा पनि नेपाली नागरिकता प्राप्त हुन सक्छ भन्ने व्यवस्था गर्यौँ संविधानको र एउटा निश्चित अवधि तोकेर एउटा कट अफ डेट राखेर यो अवधिभित्र नेपालमा जन्मेर नेपालमा बसोबास गरेका मानिसहरू जन्मसिद्ध नेपालको नागरिक हुन्छन्, तर त्यसका लागि यति अवधिभित्र निवेदन दिएर नागरिकता प्राप्त गरिसक्नुपर्छ है भनेर हामीले संविधानमा व्यवस्था गर्यौँ र तदनुरूप नागरिकता दिने काम भयो। धेरै मानिसहरूले नागरिकता प्राप्त गर्नुभयो, उहाँहरूले त प्राप्त गरिहाल्नुभयो, तर उहाँहरूको सन्तानले नागरिकता प्राप्त गर्ने कुरामा पनि जटिलता देखियो। खास गरेर कस्तो खालको त भन्दा जस्तो आमा र बाबा मध्ये 2 जना जन्मसिद्ध नागरिक मध्ये एउटा मात्रै जन्मसिद्ध नागरिक भयो, अर्को जन्मसिद्ध नागरिक हुने प्रोसेसमा थियो तर चाहिँ त नागरिक हुन पाएन, त्यसै बिचमा मृत्यु भयो अथवा बेपत्ता भयो। अनि आमा र बाबा मध्ये 1 जना मात्रै जन्मसिद्ध छ, अर्कोले हुन पाएन, त्यस्तो नागरिकलाई के गर्ने? त्यसको जटिलता पनि फुकाउने अर्को एउटा उद्देश्य हो। मूलतः तेस्रो विषय भनेको थोरै कहाँनिर सम्बन्धित छ भने विदेशमा सन्तानको जन्म भयो, नेपाली दिदी बहिनी विदेश जानुभयो, विदेशमा सन्तानको जन्म भयो, बाबाको पत्ता भएन, फर्केर नेपाल आउनुभयो, अब बाबाको पत्ता छैन,
अनि बाबा कहाँ खोज्नु? त्यो समस्या अथवा त्यो स्थिति बिस्तारले बढ्दै गएको छ। अहिले धेरै ठुलो सङ्ख्यामा देखिएको छैन, तर हाम्रो चाहिँ त आप्रवासनको चाहिँ त अवस्थाले यो स्थिति बढ्दै 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 गएर अब केही वर्षपछि यो पनि एउटा चाहिँ त ठुलो सङ्ख्यामा देखिन सक्छ। यसलाई पनि सम्बोधन गर्नुपर्छ भन्ने अर्को विषय भएको हुनाले यो विधेयक प्रस्तुत गरिएको हो। यो विधेयकमा प्रस्तुतिमा जति पनि प्रावधानहरू राखिएका छन्, यसमा धेरै जस्तो प्रावधानहरू नागरिकताका यी मैले अहिले निवेदन गरेका विषयहरूमा सम्मानित सर्वोच्च अदालत र विभिन्न सम्मानित उच्च अदालतहरूबाट विभिन्न समयमा विभिन्न मुद्दामा भएका आदेशहरू, फैसलाहरू, निर्देशनात्मक आदेशहरू र सिद्धान्तहरू जुन प्रतिपादन गर्यो अदालतले, त्यसमा आधारित छन् जम्मै प्रावधानहरू कुनै न कुनै अदालतको फैसला अथवा डिरेक्टिभ्समा, दिशानिर्देशमा आधारित भएर यो संशोधनहरू ल्याइएका छन्। किनभने लामो समयदेखि अब हामी कहाँ भयो के त भन्दा एकजना नागरिकता नपाएको मानिस अदालत जान्छ, अनि अदालतले नागरिकता दे भन्छ, एउटा ठुलो व्याख्या गर्छ, सैद्धान्तिक व्याख्या पनि गर्छ, कानुनको व्याख्या गर्छ, सबै गर्छ, नागरिकता दे भन्छ। तर हाम्रो पद्धति के छ, त्यो मान्छेलाई मात्रै दिइन्छ। त्यस्तै किसिमको अर्को मान्छेका लागि त्यो नजिर हामी लागू गर्दैनौँ, उसले मात्रै पाउने हो। अब प्रत्येक मान्छेले अदालत गएर नागरिकताको बारेमा आफ्नो फैसला गराएर ल्याउनु भनेको त कति जटिल, समयको कति जटिलता होला, आर्थिक कति व्यवहार होला भने त्यसो भए हुनाले के भयो त भन्दा जुन नजिरहरू, जुन सिद्धान्तहरू अदालतले स्थापित गर्यो त्यसलाई कानुनमै राखिदियो भने सबैका लागि लागू हुने भए भन्ने मान्यता हो। त्यसो भएको हुनाले मैले निवेदन गरिसकेँ, आमाको नामबाट नागरिकता प्रदान गर्ने व्यवस्थालाई सहज बनाउन, जन्मसिद्धको सन्तानहरू, जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिहरूका सन्तानहरूको लाई नागरिकता दिने कुरालाई थप सहज पार्ने, विदेशमा जन्मिएका तर बाबुको पत्ता नभएको अथवा बाबु नखुलेको अथवा नभनेको आदि इत्यादि जे पनि होला त्यो स्थितिलाई सम्बोधन गर्ने कुरा मैले निवेदन गरिसकेँ। एक दुईवटा अत्यन्त महत्त्वपूर्ण कुरा यहाँ उठेका छन्। म के निवेदन गर्न चाहन्छु भने जस्तो सम्पूर्ण दस्तावेजहरू तयार गरिसकेपछि 15 दिनभित्र दिनुपर्छ भन्ने विषय जुन उठेको छ, हिजो पनि उठ्या थियो, आज पनि उठ्या छ, यो महत्त्वपूर्ण छ, यसलाई गर्नुपर्छ भन्ने लाग्छ मलाई। यसलाई समावेश गरेर जाँदा हुन्छ। दिन 15 राख्ने हो कि 30 राख्ने हो छलफल गरौँ, तर दिन राख्दा बिग्रिँदैन, तर रिजनेबल राख्नुपर्छ भन्ने लाग्छ। किनभने फेरि अर्को विषय पनि छ है, यो नागरिकताको बारेमा हामी छलफल गर्दा यसको अर्को बाटो पनि के छलफल गर्न जरुरी छ त भन्दा यो नागरिकता यति ज्यादा संवेदनशील विषय भइदिन्छ कि हतार हतारमा कुनै पनि अधिकारी नागरिकता दिन तयार हुँदैन। किन त भन्दा गलत ढङ्गले नागरिकता दियो भने उसले बेहोर्नु पर्ने जुन दण्ड सजाय छ त्यो उसैले मात्रै बेहोर्छ र त्यसको चाहिँ त मापन यति छ कि ऊ बरु चाहिँ त भाग्न खोज्छ तर दस्खत गर्न चाहदैन। त्यसकारण चाहिँ त नागरिकता प्रदान गर्ने अधिकारीलाई पनि यथेष्ट समय सोच्नका लागि, बुझ्नका लागि, कागजहरू झिकाउन उ गर्न दिनुपर्छ। त्यसमा दिन जति होला त्यो चाहिँ त गर्नु पर्ला। एउटा अर्को डिसेन्ट्रलाइजेसनको कुरा आज साथीले उठाउनु भएको छ, यो पनि उचित छ भन्ने लाग्छ मलाई। जस्तो देशभरिका नागरिकता गृह मन्त्रालयमा आएर थुप्रिया छन्। मैले आउने बित्तिकै त्यो फाइलहरू यसो हेर्दा गौतमको सरकार छ है यसमा। मैले चाहिँ त के भने यसलाई डिसेन्ट्रलाइज गरौँ, यसलाई जिल्लामै किन नदिने? जब सबै खालका नागरिकता जिल्लाले दिइरहेछ भने नेपाली आमाबाट जन्म भई नेपालमा नै स्थायी बसोबास गरेको, बाबुको चाहिँ त ठेगाना नभएको अथवा बेपत्ता भएको अथवा सहयोग नगरेको मानिसलाई किन चाहिँ त मन्त्रालयले दिने? अरू सबै नागरिकता जिल्लाले दिने, अनि त्यो मन्त्रालयले दिने भन्ने हुन्न। यसलाई चाहिँ त जिल्लामा पठाउनु मान्नेको कुरा आयो, यसलाई जिल्लामा पठाउनुपर्छ भन्ने कुरामा म प्रष्ट छु। यसका लागि नियमावली संशोधन गर्ने कुरामा पनि हामी अगाडि बढेका छौँ। नियममै संशोधन गरे पनि यसलाई यी काठमाडौँमा मन्त्रालयमा भएका फाइल पनि सब जिल्ला पठाउने हो। मैले त्यही भनेको छु, जिल्ला पठाउने हो, जिल्लाबाट दिने हो। अब दिँदाखेरि यो विधेयकलाई, यो ऐनलाई चाहिँ त आधार बनाइएला। नियमावली मन्त्रालयले बनाउँदैछ, अगाडि बढाइसकेका छ होइन, कहाँ पुगेको छ, क्याबिनेट नै गइसकेको छ। नियमावली क्याबिनेटमा छ, यो विधेयक यहाँ छ। यो दुईटैको व्यवस्थाले सम्पूर्ण काठमाडौँका फाइललाई तुरन्त जिल्ला पठाउने हो र जिल्लाबाट दिने हो।
त्यस्ता निर्णयलाई केन्द्रमा एउटा रेकर्ड राख्ने सिस्टम गरे भइहाल्यो। त्यसमा के भएन त्यो त्यसमा हामी प्रश्न छ, नियममा उल्लेख गरिसक्यो, नियम क्याबिनेट गइसक्यो। त्यस कारण मैले पटक पटक निवेदन गरिराखेको छु माननीय सभापतिजी, यो विधेयकलाई चाँडो पास गरिदिउँ। जे गर्ने हो गरौँ, चाँडो पास गरिदिउँ। किनभने पीडा छ। मैले एक दुईवटा बच्चाहरू कस्तो देखेको छु भने के अरे एकदम राम्रो छ पढाइमा, साइन्स पढेको छ, मेडिसिन पढ्न खोजिएको छ, नाट्दा चाहिँ इन्जिनियर पढ्न खोजिएको छ, नाट्दा चाहिँ विदेश गएर पढ्न खोजिएको छ, नाट्दा चाहिँ आमाको नाट्दा छ। फेरि भने अत्यन्त संवेदनशील विषय छ, यसलाई यसरी हेर्नुपर्छ भन्ने मलाई लागिराखेको छ। अर्को एउटा कुरा आज मान्यजीहरूले उठाउनुभयो यो गैर आवासीय नेपाली नागरिकताको बारेमा। म खालि मेरो निवेदन के हो भने गैर आवासीय नेपाली नागरिकताको विषयलाई सम्बोधन गर्नका लागि बेग्लै विधेयक छ, फेरि बेग्लै ऐन छ, यो ऐनले सम्बोधन गर्दैन। यो नेपालको नागरिकताको चाहिँ त गैर आवासीय नेपाली नागरिक जुन प्रकार छ त्यो पनि नागरिकतै हो भन्छु म चाहिँ त। त्यसको बेग्लै वर्गीकरण हो। त्यसका लागि गैर आवासीय नेपाली नागरिक गैर आवासीय नेपाली सम्बन्धी जुन कानुन छ त्यसले नै त्यसलाई एड्रेस गर्ने हो। र म मान्य सभापतिजी मार्फत सम्मानित के अरे समितिको जानकारी लागि के आग्रह गर्न चाहन्छु भने सरकारले त्यो पनि ड्राफ्ट गरिराखेको छ। त्यसमा चाहिँ त संविधानको जुन स्पिरिट छ, गैर आवासीय नेपाली नागरिकता दिँदाखेरि चाहिँ त राजनीतिक अधिकार बाहेक अथवा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको नागरिकता दिने भनेर जुन संविधानको भावना छ त्यो अनुसार गैर आवासीय नेपाली सम्बन्धी विधेयक ड्राफ्ट भइसकेको छ। विभिन्न मन्त्रालयहरूमा राय परामर्शका लागि पनि गइसकेको छ। र म के विश्वास दिलाउन सक्छु भने त्यसलाई सरकारले चाँडै चाहिँ के भने क्याबिनेटको सहमतिका साथ सदनमा ल्याउँछ। योसँग सम्बन्धित होइन, त्यो बेग्लै विधेयक हो। त्यो चाहिँ त भिसा सम्बन्धी बारेमा म के आग्रह गर्न चाहन्छु भने अध्यागमन सम्बन्धी ऐनलाई संशोधन, नयाँ ऐन बनाउने गरेर पनि हामी अगाडि बढिसकेका छौँ। त्यो क्याबिनेटमा छ। भिसाको कुरालाई त्यसले व्यवस्थित गर्छ। गैर आवासीय नेपाली नागरिक सम्बन्धी विधेयक चाँडै सरकारले ल्याउँदैछ, त्यसले एड्रेस गर्छ। मैले यति निवेदन गरेँ। अन्तमा एउटा कुरा मात्रै म निवेदन गर्न चाहन्छु। मैले हिजो पनि निवेदन गरेँ हुनाले, किनभने अलिकता चाहिँ त त्यहाँ नागरिकता प्रदान गर्ने अथवा चाहिँ त जिल्ला प्रशासनले नागरिकताको विषय होला, राजधानीको विषय होला, सेवाग्राहीले प्राप्त गर्ने सेवाको प्रदान गर्ने बारेमा केही सुधार गर्ने प्रयत्नहरू गरिएका छन्। जस्तो उदाहरणका लागि मैले हिजो पनि निवेदन गरेको छु, प्रत्येक जिल्ला प्रशासन कार्यालयमा अनिवार्य रूपले टोकन मेसिन राख्ने भनेर हामीले भनेका छौँ। अधिकांश जिल्लाहरूमा टोकन मेसिन राखिसकेका छ। सेवाग्राही जाँदा सबभन्दा पहिला टोकन लिने, फर्स्ट कम फर्स्ट सर्भिसका आधारमा सेवा प्रदान गर्ने नम्बर 1। नम्बर 2 मैले के आग्रह गर्न चाहन्छु भने टोकन लिइसकेपछि एउटा फ्रन्ट डेस्क हुन्छ। सेवाग्राही के सेवा लिन गएको हो त्यो ठाउँमा फाइल हेर्ने, जस्तो नागरिकता लिन गयो कि राजधानी लिन गयो कि कुनै अर्को दस्तावेज प्रमाणित गर्न गयो कि के गर्न गएको हो सेवाग्राही जानुभयो, त्यो फाइल हेरेर सम्बन्धित कामका लागि चाहिने दस्तावेज पूर्ण छन् कि छैन ढोकामै हेरिदिने। यदि दस्तावेज पूर्ण छैनन्, यो दस्तावेज यो कागज तपाईँको पुगेको छैन, यो लिएर आउनुहोस् भनिदिने। दिनभरि जिल्ला प्रशासन कार्यालयमा घुमाएर साँझपख यो कागज पुगेन भन्न पाइँदैन। त्यसका ढोकामै चाहिँ त कागज हेरेर कागज पुगेको छ भने फाइल अगाडि बढाउने र टोकनको आधारमा सेवा प्रदान गर्ने। यदि चाहिँ त फाइलमा कम्प्लिट छैन डकुमेन्ट भने ढोकामै भनेर डकुमेन्ट ल्याउनका लागि पठाउने भन्ने एउटा हामीले प्रणाली विकास गरेका छौँ। जुन ठाउँमा मेसिन छ टोकन मेसिनले काम गर्छ, जुन ठाउँमा मेसिन छैन हातले लेखेर भए पनि टोकन इस्यु गर्नुहोस् भनेर मैले भनेको छु। एक दुई ठाउँमा जिल्ला प्रशासनमा गएर मैले आफै हेरेको पनि छु। मैले यति निवेदन गर्नुपर्ने कारण के हो मान्य सभापतिजी भने मान्यजीहरू सम्पूर्ण साथीहरू चाहिँ त जिल्लामा जानुहुन्छ, सबै आफ्नो चाहिँ त कन्स्टिट्युन्सी छ, जिल्ला छ, त्यहाँबाट निर्वाचित भएर आउनु भएको छ, समानुपातिक होस् कि प्रत्यक्ष निर्वाचित होस्। साथीहरू आफू जिल्लामा गएको बेला एकचोटि जिल्ला प्रशासन कार्यालयमा पस्दिनुहोस्। टोकन पद्धति छ कि छैन, मेसिनले काम गरिरहेको छ कि छैन, फर्स्ट कम फर्स्ट सर्भिस भइरहेछ कि छैन, मैले अहिले जे निवेदन गरेँ त्यो भएको छ कि छैन। कमसेकम हजुरहरू गइदिनु भयो भने एउटा कुरा हुन्छ नि त, त्यहाँ सेवा प्रदान गर्ने जिम्मेदारी लिएको अधिकारीहरू त्यसै पनि चनाको हुन्छन् नि।
मानिजी आउनुभयो हेर्दै हुनुहुन्छ है। अलिकता चाहिँ त के भनेपछि अलिकता होसियारी बढ्छ उहाँहरूको पनि। त्यसकारण र कहीँनिर कमी कमजोरी छ भने त्यसको फिडब्याक हामी पनि पाऊँ। त्यसो भएको हुनाले मैले यति निवेदन किन गरेँ भने सेवा प्रदान गर्ने कुरामा केही सरलता सहजता गर्न जरुरी छ। अब मैले चाहिँ त निवेदन गरेँ यो विधेयक साथीहरूले जति पनि संशोधन हाल्नु भएको छ सम्मानजनक छन्, तर कतिपय संशोधनहरू मैले के देखेको छु भने हुन त हाम्रो विज्ञ साथीहरूले हेरिराख्नु भएको छ। कतिपय संशोधन के छ भने अलरेडी चाहिँ त के भने मूल ऐनमा छँदैछ तर अलि पुगेन कि भनेर साथीहरूले संशोधन हाल्नु भएको छ। मूल ऐनमा हुँदै भएको व्यवस्थालाई संशोधन गर्नु परेन भनेर नगरी स्थिति छ। कतिपय संशोधनहरू चाहिँ त के भनेपछि यसमा समावेश गर्न ठिक छन्, कतिपय चाहिँ त हामीले छलफल गरेर अहिले नगरौँ भन्ने खालका पनि छन्। त्यसो भएको हुनाले फेरि मैले निवेदन गरेँ यो अत्यन्त संवेदनशील महत्त्वपूर्ण र गम्भीर विषय भएको हुनाले अब संशोधनकर्ता मान्यजीहरूसँग एक चरणको छलफल सकिएको छ भन्ने लागेको छ मलाई। अब समितिले यसमा गम्भीरतापूर्वक काम गरेर समितिकै तहमा टुङ्ग्याएर यसलाई चाहिँ त यसै अधिवेशनमा फुल हाउसबाट पारित गर्ने व्यवस्था समितिले गरिदिनु भयो भने धेरै बालबालिका भन्नाले अब नागरिकता प्राप्त गर्नुपर्ने ठाउँमा पुगेका मानिसहरूको, किनभने मैले प्राय जसो मलाई भेट गर्न आउनुहुन्छ त्यो बच्चाहरू, अब छोरी छोरा भनौँ न बच्चाहरू, उहाँहरूको चाहिँ त त्यो जुन मैले पीडा देखिराखेको छु त्यसले यो सम्बोधन गर्नु जरुरी छ। यसलाई चाहिँ त चाँडोभन्दा चाँडो हजुरहरूले पारित गरिदिनु होला भन्ने आग्रह गर्छु। जुन बेला मलाई बोलाउनु सम्मको झमेलालाई अन्त्य गर्ने गरी जो छ नि आजसम्म नागरिकता सम्बन्धी सवालमा जे झमेलाहरू छन् यसलाई अन्त्य गर्ने गरी हामीले गर्नुपर्छ। यसो गरौँ नि त अहिले यसमा हुन्छ म आउँछु। यो ब्रिटिस गोर्खाका बारेमा यहाँ पर्याप्त कुरा उठिराखेका छन्। अब यसका बारेमा मैले फेरि कुनै दिन बेग्लै छलफल गरौँला। अब कुरा के छ भने एक ठाउँमा समस्या छ, जटिलता छ, तर संविधानको व्यवस्था अलि फरक छ। कतिपय अवस्था के छन् त भन्दा संविधानमा भएको व्यवस्थाका विपरीत त ऐन बनाउन मिल्दैन। हाम्रो संविधानले एकल नागरिकताको सोच राखेको छ कि चाहिँ त के अरे दुईटा नागरिकता दोहोरो नागरिकताको सोच राखेको छ कि छैन कन्स्टिट्युसनले। त्यस कारण कतिपय कुरा संविधानमै गएर हेर्नुपर्ने कुरा छन्। किनभने कानुन बनाउँदाखेरि अघि नै मान्य मनिषले नि भन्नुभयो, कानुन बनाउँदाखेरि एउटा त संविधानको एम्बिटभित्र बसेर संविधानको डिरेक्टिभसम्म कानुन बन्ने भयो। अर्को कुरा इन्टरनेसनल चाहिँ त ट्रिटी प्रोटोकललाई आधार बनाउनु पर्यो। ती पनि हाम्रो कानुन नै हुन्। हामीले अन्तर्राष्ट्रिय रूपले गरेका प्रतिबद्धताहरू हाम्रो संविधानले गरेका व्यवस्थाहरूको एम्बिटभित्र बसेर ल बनाउने हो। त्यसो भएको हुनाले कतिपय कुराहरू हाम्रो चाहिँ त संविधानभन्दा बाहिर जाने अथवा इन्टरनेसनल प्रोटोकलभन्दा बाहिर जाने अथवा कन्ट्राडिक्ट गर्ने गरेर नहुने हुन्छ। त्यस कारण यस्ता केही विषयहरू छन् जसमा संविधानकै चाहिँ त सम्बन्धित भागमा उभिएर कुरा गर्नुपर्ने भएको हुनाले त्यसका बारेमा छुट्टै कुरा गरौँला। अहिलेका लागि चाहिँ त माननीय राजेनजीले भन्नुभएको जस्तो के अरे अब सबै समस्याको समाधान गर्छ यसले भन्ने त होइन। अहिले देखिएका केही समस्याहरू समाधान गर्ने गरेर हामीले सरकारले ल्याएको छ। यसमा थप समस्या पनि यसबाट समाधान गर्न सकिने ठाउँ कहाँनिर छ हजुरहरू यसमा समावेश गरेर यसलाई पूर्णता गरिदिनु होला। धन्यवाद। जय नेपाल।